हेलो साथीहरु, हाई नमस्कार सबैजनालाई। मेरो युट्युब च्यानलमा स्वागत छ तपाईहरुलाई है। म चाहिँ पहाड आइसकेको छु साथीहरु। अनि आज यसो पहाडमा माइती घरको करेसाबारीतिर डाँडापाखातिर घुमफिर हुँदैछु, सिस्नु घारीतिर गाइस। अनि यहाँ काँक्रा टिप्न लागेको छु हामी चाहिँ। काँक्रा यो सिमीको बोट हैन, बोडीको ए यो पो हाम्रो बारी त। मैले त उता परतिरको भनेको थिएँ नि त। ए यो काँक्रा ल हेर्नु साथीहरु, पहाडे काँक्रा हेर्नु त यहाँ कस्तो मजाले फलिरहेको छ। एउटा मात्रै रहेछ। ए आमाले चाहिँ सानो खालको खानु मन परेछ अरे हो। यहाँ रहेछ एउटा ऊ, यहाँ उसलाई त्यो लगिदिनु पर्छ। कसरी टिप्ने र ए ऊ माथि पनि फल्दै रहेछ। भेट्यो ल काँक्रा हेर्नु त, यसरी टिप्दैछु है। काँक्रा टिप्ने चाहिँ मेरो कान्छी बुहारी। ल काँक्रा त भुइँमा हेर्नु त, देखाउ त यता काँक्रा है। आमा अब पिरो टिमुर सिमुर अकबरै 5-7 लाएर चाहिँ झाम झाम टोक्नुपर्छ साथीहरु। उया ऊ त्यही हो, खम्बामा छ त नि। खै यता देखाउ त। ओइ कुन सबिता क्यामेरा सामान ल। मेरो आमाले चाहिँ सानो खालको खानु परेको छ अरे कि। अनि यहाँ ठिक्कको रहेछ नि त है। खै ल सानो रहेछ। यो चाहिँ हामी चाहिँ अलि ठुलो खानु पर्यो। अनि यो चाहिँ आमाको लागि। बोडी पनि फल्दै रहेछ त। भेडाको मासुसँग बोडी मिसाएर टक्क पारेर माथि पनि छ। ए हो, त्यो पनि लानु आज लाने। मान्छेले टिप्दैन टिप्दैन। यहाँ त कति थियो अस्ति हामीले लगेको हो र। यो उता राख त कहिले ल। हेर्नु त यहाँ काँक्रा हेर्नु ऊ माथि रुखमा। ल यो रुखमा म यहाँ मलाई थाम्छ त सबिता हो, नत्र त म गएर टिप्थेँ। ल थाम्दैन अरे साथीहरु है। त्यही भएर बुहारीले नै कसरी टिप्छ कहाँ हो। यहाँ झुममा बोडी फलिरहेको थियो, कसरी टिप्छ र त्यहाँ। ए त्यहाँ पनि झुन्डिँदै रहेछ। ल हाम्रो बुहारी खतरा छ नि। यो तान तुन पारेर त्यसको त बोट पनि छिपेको हो क्या हो। अब फल्दैन क्या, बोट ताने नि हुन्छ जस्तो छ। ल हेर्नु ऊ पिङ खेल्दैछ काँक्रा त। उही के उही भएर त्यसमा त अब फल्दैन जस्तो छ। नत्र त कसरी टिप्ने र। ल साथीहरु काँक्रा टिप्दैछ ऊ चाहिँ। ल यहाँ बोडी हेर्नु त, पहाडे बोडी हेर्नु। बलियो भेडाको बोसोसँगको बोसोसहितको मासुसँग के मिसाएर पर पारेर भुटेर खानु। वाउ कस्तो मिठो हुन्छ। अनि पिरो अचार बनाउनु पर्छ। अनि त्यस पछाडि अक्कबरे खुर्सानी र लसुन पिसेर लस्सा लस्सा पारेर अचार बनाउनुपर्छ। चप्प डोपेर ढेँडो खानुपर्छ। आमा कस्तो हुन्छ भने त के थाहा र। ल हेर्नु साथी हो पहाड। यो चाहिँ शङ्खसभा जिल्लाको चिचिला गाउँपालिकाको पहाड है। आमा कस्तो राम्रो देखेको कुहिरोहरू हेर। यहाँबाट त पहिलातिर यतातिर गाडी नचल्दाखेरि उहाँ चैनपुरतिर कहाँ हिलेतिर के अरे गाडी कुदिरहेको देख्छ भनेर भन्थ्यो के अरे बाउले त। ल हेर्नु त यस्तो पहाड छ हेर्नु साथी हो। त्यहाँ गाडी जाँदैछ, गाडी जाँदैछ, बाइकहरू यता आउँदैछ है। ल हेर्नु त यस्तो के अरे पाखा फुटाएर यहाँ बाटो बनाएको के, बाटो निकालेको कस्तो राम्रो देखेको। ए भेडालाई त घाँसहरू पनि कति रहेछ हौ सबिता। उयो सिस्नु आमा म त्यो कुनामा देख्नुभयो सिस्नु। हेर्नु त सिस्नु ए झिकुनेको घाँसहरू सिस्नुको फुल। आमा एक दिन त सिस्नु खानुपर्छ हौ। लो कस्तो राम्रो रे सिस्नु साथीहरु देख्नुभयो। हेर्नु त यो चाहिँ भाङ्रे सिस्नु भन्छ क्या, भाङ्रे। कस्तो मिठो, कति धेरै रहेछ नि। जुगा छ कि छैन यहाँ छ होला नि होइन। हेर्नु त यो पाखै हेर्नु, यो पाखै सिस्नु। आमा के हो, मलाई त यो धेरै सिस्नुको फुल हेर्नु त। यो सिस्नुको पत्ता र यो फुल मिसाएर खानुपर्छ। वाउ कस्तो मिठो हुन्छ। के थाहा केटाकेटीहरू हिजोस्ति जन्मेको केटाकेटीहरूलाई के थाहा के। ल काँक्रा टिप्यो त्यसले कसरी टिप्यो हेर्नु। यो देख्नु है सिस्नुको फुल हेर्नु त यहाँ। आमा कस्तो मिठो हुन्छ नि।
सिस्नुको फुल यो बोडी चाहिँ भर्खर फल्दो रहेछ साथी हो हेर्नु सिस्नु ए सिस्नु भन्ने मलाई त कति हो के यहाँ आएर चाहिँ यो देखेर हो क्या खानु मन पनि नहुने तल हुँदा त सबै सोर्नु जतिकै लाग्यो भने यो झिकुना घाँस हामीले उहिले बाख्रालाई यस्तो घाँस काट्थ्यो यस्तरी थियो है साथी हो ल हेर्नु त कस्तो राम्रो छ है यी पिँडालु सब्जी खाने पिँडालु देख्नु है ए यहाँ हाम्रो मकै बारीहरू मकै सकै भाँचिसक्नु भएछ आमाले है अनि मकै बारी देख्नुभयो ए यहाँ त नि सबिता पछि अनि यहाँनिर ड्याम्मै अनि रहेछ त नि ठाउँ के गर्ने रोप्नुलाई यहाँ त अब म आउनु पर्यो यार के आएर एउटा घर बनाउनु पर्यो मजाको 3 तले घर अनि ललिता गेस्ट हाउस खोलेर टक्कसँगले होटल खोल्नु पर्यो भाइ काँक्रा टिपिसकेको त्यति हो ल गाइस आजको लागि चाहिँ हामी काँक्रा साँक्रा टिपेर अब बिहान भेडा काटेर भेडाको भुट्टान सुट्टान खाएर वाउ कस्तो राम्रो देखेको हेर्नु साथीहरू टक्कसँगले बस्यौँ है बसिरहेछौँ अब आज बेलुकी चाहिँ हामी खाना नखाने बिहान मात्रै खाना खाने हाम्रो चाहिँ त्यस्तो प्लान छ अनि त्यस पछाडि बेलुकी चाहिँ अब यो काँक्राको सलाद अचार बनाउने होइन अनि त्यस पछाडि त्यो भेडाको ह्याकुला स्याकुला अनि त्यो बोसे आन्द्राहरू पोलेर चप चप पारेर आजको सेकुवा खाने गाइस ओ मामा हेर कस्तो राम्रो देखेको हो न वाउ ल साथीहरू है मेरो युट्युब मेरो फेसबुक पेजलाई सबैजनाले लाइक गरिदिनु होला अनि कस्तो लाग्छ कमेन्ट पनि गरिदिनु होला है त आजलाई चाहिँ यति नै फेरि भोलि भेटौँला बाई बाई